24.95 भनेपछि नेपालको त 1000 चान्चन पुग्छ हैन। नेपालमा 250 मा आउँछ यो एक प्याकेटलाई। यहाँ 1000 पर्छ नेपालको। अनि कसले किन्छ हैन, त्यही माथि हेल्थको लागि राम्रो होइन कि। आज छुट्टीमा बुढाबुढी यहाँ सपिङ गर्न आइरहेको छु। आउनु नि यता। के हेर्नु त, अब दामी हेर्छम देखिरहेको छ। हो नि, हेर्नु नि यता। जे किन लिमिटेड चाहिँ कति हो रे बुढा भन्नु त 30 दिराम रे जम्मा। जे लिने ल्याऊ, 30 दिराम भन्दा बढीको नल्याऊ रे। अब के लिनु म, यस्तो गाह्रो छ। तपाईँ केही नलिने? के लिन्छ भने लिनु, सुजहरू, फुटबल सुज। 30 रुपियाँ ल्याऊ भने गाह्रो छ यार, हेर्ने मात्रै हो 30 रुपियाँमा त। मेरो हुन्छ अरे उसलाई, यस्तो छ, गाह्रो छ यार। यहाँ आउनु, यहाँ सुज रहेछ, म किनिदिन्छु बरु एउटा फुटबल सुज। अस्ति यो पठाउनु भए भए कस्तो रमाउँथ्यो नि नानी। अब जाने बेला चाहिँ लानुपर्छ यतातिर न, सबै मार्केटमा डुलेर। हेर्नु नि यहाँ गाइज, बुढो भन्नु ला गाइज भनेको नि। आउँदा म तलको जाऊँ, तल यहाँ त लिनुपर्ने लिसक्यो। पर्फ्युमहरू अनि सुजहरू लिनु थियो मेरो। यहाँ कार्ड देखा त गएको, हेर्नु न कार्ड कस्तो देखा त, हेर्नु हेन्डसम देख्छ त। ओ वाउ हो, दामी हेन्डसम देखाएको छ मेरो बुढाहरू त। ओ कपाल सपाल काटेर हिरो बनेर हिँड्ने छुट्टीमा। मम्मी चाहिँ दुबई आँटी स्यापमुल है धरो तेल कहाँ स्यापमुल दुबई तन्न तिमीले नारकेली खाबा आँटी लाने हो बुढो। हेर्नु ल, मा चाकचुरी चियाकोले मासु चाहिँ अङ्गुर पुइदिए मासु आँटी गुल्टायो। कस्तो दामी दामी ठुल्ठुलो रहेछ। कुनै पनि पाएको छैन। मिन्नु मुसम चाहिँ घिक्दै बस्छ।